हेलो साथीहरु, आज चाहिँ हामी सुके पोखरी जाँदैछौँ है। ल यो चाहिँ हाम्रो बजार, सुके बजार। बजार आएको। यो चाहिँ हाम्रो सुके बजार है साथीहरु। केटाहरू पुरै चोला बोकेर हिँडिरहेछन्। हेलो हेलो। सुके बजार के यार, बजार त भद्रगोल पाएछ नि। सुके बजार अरू ठाउँमा त रहेन त, अब यति मात्रै रहेछ। एउटा बुढा मान्छे थियो, उत्तर काउले पासेको हो। 200 आउँदैन र। त्यो सौदी हेर्नु त नभए मैले महँगो भनेको यो बाजो हो। बाजे मकै कसरी अरे? मकै कसरी कसले लाने? खुला त छ नि, खुला खै त यो पोखरीमा पानी छैन त। यस्तो चाहिँ हाम्रो सुके पोखरी चाहिँ। आज चाहिँ शुक्रबार बजार लाग्छ। सानो 8 बजार यस्तो बनाएर रहेछ च्वाट्टा हैन यताबाट।
पोखरी यो तल छ च्वाट यस्तो 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 छ है। यहाँ खोइ पानी तल चाहिँ हल्का पानी रहेछ यहाँ चाहिँ यस्तो चाहिँ यतातिर छ मुई ल साथीहरू यहाँबाट चाहिँ यस्तरी देखिन्छ यहाँ त्यहाँ तल छ पोखरी बजारहरू त्यहाँ छ अनि माथि डाँडा छ त्यो डाँडा पनि म गएर देखाउने छु तपाईँलाई। अनि यता चाहिँ यस्तो छ है यस्तो छ ओ कान्छा सर के हो यस्तो छ है यस्तो छ लहरसँगै उडिरहन मन ल साथीहरू यहाँ सिडी चाहिँ यस्तो रहेछ सिडी चढ्नु पर्ने हुन्छ। अब जाने भए जाऊ भनेर म भन्न सकौ देखेर ल साथीहरू आइपुग्यो आइपुग्यो यहाँ चाहिँ यस्तो रहेछ हाम्रो गाउँ चाहिँ उ तल त्यहाँ छ हामी चाहिँ त्यहाँबाट आएको हो त्यहाँ यो बाटो हुँदै आएको हामी चाहिँ यहाँ छ यो बाटो हैन यो बाटोबाट आएको हो बाटो हाम्रो गाउँ त उतल्ल तर देखिन रहेछ अहिले त्यो साह्रो लागेर ल केटा हो के छ अनि मेरो कल आयो ठिक छ एनडिसीको टावर यहाँ टिपेर छ नि ल साथीहरू अब चाहिँ यति नै हो यहाँबाट चाहिँ खासै देखिन रहेछ देखिन्थ्यो तर तल यो तुवालो लागेर रहेछ कि देखिन्न। हाम्रो गाउँतिर चाहिँ यस्तो छ है डाँडा डाँडा है हिँड्न चाहिँ अलिक गाह्रो छ। ल